अ, सम्पूर्णमा नमस्कार र स्वागत छ यहाँहरूलाई बिएलएलबी डिकोड युट्युब च्यानलमा। म हसन अल्ताफ बिएलएलबी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी र योभन्दा पहिलाको भिडियोमा हामीले चाहिने कार्यविधि कानुनको केही आधारभूत सिद्धान्तहरू अन्तर्गत प्राकृतिक न्यायको सिद्धान्तबारे हामीले विस्तृत चर्चा गरेका थियौँ भने आजको यस भिडियोमा चाहिँ हामीले नजिरको सिद्धान्त के हो, प्राङ न्यायको सिद्धान्त, हकदैयाको सिद्धान्त र अदालतका मित्र एमिकस क्युरीका सिद्धान्तबारे हामीले आजको यस भिडियोमा विस्तृत चर्चा गर्नेछौँ। प्राकृतिक न्यायको सिद्धान्तबारे हामीले योभन्दा पहिलाको भिडियोमा चर्चा गरिसक्दा पनि फेरि पनि म संक्षिप्त रूपमा यहाँहरूमाझ प्राकृतिक न्याय के हो भन्ने कुरा राख्न चाहन्छु। जस्तै प्राकृतिक न्यायको सिद्धान्त भनेको कानुनी प्रक्रिया तथा प्रशासनिक निर्णयहरूमा निष्पक्ष पारदर्शिता र व्यक्तिगत अधिकारहरूको संरक्षण सुनिश्चितता गर्ने एक आधारभूत चाहिने कानुनी अवधारणा हो। यो सिद्धान्तले न्यायिक तथा प्रशासनिक निर्णयहरूमा निष्पक्ष, पूर्वाग्रह रहित र उचित प्रक्रियामा आधारित हुनुपर्छ भन्ने कुरालाई चाहिँ जोड दिन्छ। अब प्राकृतिक न्यायको सिद्धान्त अन्तर्गत चाहिँ पर्ने दुईटा मेन सिद्धान्त र मुख्य सिद्धान्त रहेको छ। एक रहेको छ चाहिँ पूर्वाग्रहको सिद्धान्त, डक्ट्रिन अफ बायस। यसको अर्थ कुनै पनि न्यायाधीश आफ्नो व्यक्तिगत स्वार्थ वा पूर्वाग्रहको आधारमा निर्णय गर्न सक्दैनन् भन्ने मान्यता चाहिँ यसको रहेको छ। र कोही पनि आफ्नो मुद्दाको न्यायाधीश आफै हुन सक्दैन भन्ने कुरा चाहिँ पूर्वाग्रहको सिद्धान्त अन्तर्गत नै पर्ने सिद्धान्त हो। अब पूर्वाग्रहको प्रकार पनि दुई प्रकारको रहेको छ पूर्वाग्रहको चाहिँ एक आर्थिक पूर्वाग्रह र अर्को चाहिँ व्यक्तिगत पूर्वाग्रह। आर्थिक पूर्वाग्रह भनेको निर्णयकर्ताले कुनै आर्थिक लाभ लिएर वा आर्थिक लाभ प्राप्त हुने आशा लिएर पूर्वाग्रहयुक्त निर्णय दिन्छ भने त्यस्तो निर्णय आर्थिक पूर्वाग्रहबाट भएको मानिन्छ र त्यस्तो निर्णय चाहिँ मान्य हुँदैन भन्ने मान्यता यो सिद्धान्तको रहेको छ। र अर्को रहेको छ व्यक्तिगत पूर्वाग्रह। व्यक्तिगत पूर्वाग्रह भनेको निर्णयकर्ताको लागि आफूसँग निर्णयको लागि रहेको मुद्दाको लागि कुनै एक पक्षका विरुद्ध व्यक्तिगत पूर्वाग्रह उत्पन्न गर्ने विभिन्न अवस्थाहरू हुन सक्छन्। जस्तै न्यायकर्ता वा न्यायाधीश मुद्दाको अर्को पक्षको साथी हुन सक्दछ वा पेशागत सम्बन्ध रहेको पनि हुन सक्छ वा अरू पनि कुनै सम्बन्ध रहेको हुन सक्दछ। त्यसकारण त्यस्तो निर्णयलाई चाहिँ मान्यता दिनु हुँदैन भन्ने मान्यता चाहिँ डक्ट्रिन अफ बायसको रहेको छ। र प्राकृतिक न्याय अन्तर्गतको अर्को मुख्य सिद्धान्त भनेको डक्ट्रिन अफ हियरिङ, सबैलाई सुनवाईको सिद्धान्त, जसलाई अडी अल्ट्रम पार्टेम पनि भनिन्छ। कुनै पनि व्यक्तिलाई उसमाथि कुनै निर्णय गर्नुअघि आफ्नो पक्ष स्पष्ट रूपमा राख्ने चाहिने अधिकार सुनिश्चित गरिनुपर्छ भन्ने मान्यता, पहिलो मान्यता चाहिँ यो डक्ट्रिन अफ हियरिङको रहेको छ। र अर्को सुनवाई निष्पक्ष र स्वतन्त्र र पूर्वाग्रह रहित ढङ्गले हुनुपर्छ भन्ने अर्को मान्यता चाहिँ मुख्य मान्यता डक्ट्रिन अफ हियरिङको यो भयो। त्यस्तै व्यक्तिलाई आफ्नो पक्षमा रहेका प्रमाणहरू प्रस्तुत गर्ने पूर्ण अवसर दिनुपर्छ भन्ने चाहिने यो पनि यसको अर्को तत्त्व भयो। त्यस्तै प्रतिवादी पक्षलाई आफ्नो बचाउ गर्ने, प्रस्तुत प्रमाणमाथि प्रश्न उठाउने र तर्कसङ्गत प्रतिवाद गर्ने अवसर प्राप्त हुनुपर्छ र यसले बहसलाई चाहिँ सन्तुलित बनाउँछ र अदालतलाई सच्चा पक्षमा पुग्न सजिलो हुन्छ भन्ने यो पनि चाहिने एउटा यसको मुख्य मान्यता भयो। र संक्षिप्त रूपमा हेर्नुपर्दा डक्ट्रिन अफ हियरिङका तत्त्वहरू के हो भन्दाखेरि एक त दुवै पक्षलाई पूर्ण सूचना दिनुपर्छ मुद्दाको, त्यस्तै स्वच्छ सुनवाई हुनुपर्छ, निष्पक्ष सुनवाई हुनुपर्छ र दुवै पक्षलाई चाहिँ वकिल राख्न पाउने अधिकार हुनुपर्छ र कारण सहितको चाहिँ निर्णय हुनुपर्छ, उचित कारण सहितको निर्णय हुनुपर्छ भन्ने मान्यता रहेको छ। यदि उचित कारण छैन भने चाहिँ त्यस्तो चाहिँ निर्णय मान्यता पाउँदैन भन्ने मान्यता यो सिद्धान्तको रहेको छ। र
प्राकृतिक न्यायको सिद्धान्तसँग सम्बन्धित एउटा यहाँ चाहिँ नि मैले नजिर ल्याएको छु। भूपेन्द्र गोराजु विरुद्ध उच्च अदालतबाट ललितपुर समेत भनेर चाहिँ नि मुद्दा रहेको छ। यो मुद्दामा के उल्लेख भएको छ भने स्वच्छ सुनवाईको सिद्धान्त भनेको कुनै यान्त्रिक सिद्धान्त नभई स्वच्छ न्याय प्रदान गर्ने सारवान माध्यम हो। यो सिद्धान्तको प्रयोग केवल औपचारिकता पूरा गर्नको लागि मात्र नभई आरोपित व्यक्तिलाई पूर्ण न्याय प्रदान गर्ने मार्गमा अनिवार्य रूपमा पालना गर्नुपर्दछ। मूल रूपमा सुनवाईको हक अहरणीय हक हो। कसैले चाहिँ कसैको सुनवाईको हक हर्न सक्दैन, खोज्न सक्दैन भन्ने चाहिँ यो मुद्दामा उल्लेख गरिएको छ। त्यस्तै हामीले चर्चा गर्नुपर्ने अर्को मुख्य सिद्धान्त भनेको नजिरको सिद्धान्त हो, जसलाई अङ्ग्रेजीमा प्रेसिडेन्ट भनिन्छ। अब प्रेसिडेन्ट भनेको अदालतमा कुनै यस्तो मुद्दा आयो जुनसँग सम्बन्धित चाहिँ नि तपाईँको स्पष्ट कानुन र नियमहरू उल्लेख गरिएको छैन। अब त्यस्तो अवस्थामा अदालतले आफ्नो असाधारण अधिकारको प्रयोग गरेर त्यस्तो मुद्दाको निरूपण गर्छ र त्यसबाट चाहिँ नि प्रतिपादित जुन सिद्धान्तहरू हुन्छ त्यसलाई नै चाहिँ नि प्रेसिडेन्टको रूपमा लिइन्छ र त्यो सिद्धान्तहरू पछि गएर चाहिँ नि उस्तै मुद्दा र विषयवस्तुमा चाहिँ नि अगाडि भएको निर्णय पछिल्लो मुद्दामा चाहिँ नि सहयोगी हुन्छ र त्यसबाट चाहिँ नि के हुन्छ भने समय र मेहनत बच्न गई न्यायिक तौरबाट निर्णयमा पुग्न सजिलो आधार हुन्छ र अघिल्लो निर्णय तब मात्र लागू हुन्छ जब दुवै मुद्दाका विषयवस्तु र निर्णय गर्नुपर्ने कुरा चाहिँ नि एकनासको हुन्छ है त। अब नजिरको सिद्धान्त भनेको विशेष गरेर कमन ल प्रणाली अपनाउने देशहरूमा मान्य र प्रचलित हुन्छ। अन्य सिभिल ल प्रणाली भएका देशहरूमा यसको कुनै अर्थ नै हुँदैन। अब नेपालको खण्डमा चाहिँ नि प्रेसिडेन्टको मान्यता अथवा नजिरको मान्यता छ र विधान लेजिस्लेसनको मान्यता पनि छ, किनभने नेपाल भनेको मिश्रित कानुन प्रणाली अपनाउने देश हो। नेपालमा चाहिँ नि तपाईँको कमन ल प्रणाली अन्तर्गतका सिद्धान्तहरू पनि अपनाएर चाहिँ नि कानुनहरू निर्माण हुन्छ भने सिभिल ल प्रणाली अन्तर्गतका सिद्धान्तहरू पनि अपनाएर चाहिँ नि नेपालमा कानुनहरू निर्माण भएको अवस्था छ। अब नजिरको सिद्धान्त भनेको तपाईँको नीतिको सिद्धान्त हो। प्रेसिडेन्ट इज अ प्रिन्सिपल अफ पोलिसी। नजिर चाहिँ नि मान्नै पर्ने खालको मेसिन जस्तो चाहिँ नि सूत्रबद्ध कुरा होइन। अब कतिपय अवस्थामा प्रेसिडेन्ट नजिरको प्रकार हेरिरहँदा कुनै नजिर यस्तो हुन्छ चाहिँ नि जुन मातहतमा रहेका निकायहरूले वा अदालतले चाहिँ नि मान्नै पर्ने खालको हुन्छ भने कुनै नजिर त्यति चाहिँ नि बाध्यकारी हुँदैन भन्ने कुरा हामीले बुझ्नुपर्छ। अब नजिरको सिद्धान्तलाई के पनि भन्ने गरिन्छ भने प्रिन्सिपल अफ स्टेयर डिसाइसिस पनि भन्ने गरिन्छ। अब यहाँ अक्सफोर्ड युनिभर्सिटीले नै डिफाइन गरेर रहेछ। स्टेयर डिसाइसिस or judicial precedent as a previous instance or case which is or may be taken as an example or rule for subsequent cases or by which similar act or circumstances may be supported or justified भनेर भनेको छ। यदि कुनै मुद्दा आयो र त्यो मुद्दासँग सम्बन्धित विषयहरूमा पहिले नै निर्णय भइसकेको छ, अर्को मुद्दामा त्यही विषयसँग सम्बन्धित भने त्यो सिद्धान्तहरूलाई चाहिँ नि पछिको मुद्दामा चाहिँ नि इक्जाम्पलको रूपमा लिएर चाहिँ नि त्यो सिद्धान्तहरूलाई पालना गरेर निर्णय गर्न सकिन्छ भनेर भनेछ। अब नजिरलाई के पनि भन्ने गरिन्छ भने न्यायाधीश निर्मित कानुन पनि भन्ने गरिन्छ। अब न्यायाधीश निर्मित कानुन किन भनिन्छ भने अब न्यायाधीशले नै व्याख्या गरेर दिएको निर्णयमा जुन सिद्धान्तहरू हुन्छ त्यसलाई नै प्रेसिडेन्ट भनिन्छ। त्यही भएर यसलाई चाहिँ नि न्यायाधीश निर्मित कानुन पनि भन्ने गरिन्छ। अब एकर्डिङ टु जस्टिस होम्स, अब जस्टिस होम्स चाहिँ उहाँ रियल एस्टेट स्कुल अफ जुरिस्प्रुडेन्सको एउटा मुख्य प्रोपोनेन्ट नै हुनुहुन्थ्यो। उहाँले के भन्नुहुन्छ भने ल इज वाट जस्टिसेस सेज इन हिज डिसिजन्स। अब जस्टिस वा जजले न्यायाधीशले जे भन्छन् त्यही कानुन हो भनेर चाहिँ नि उहाँले भन्नुभएको छ। अब त्यही भएर यो प्रेसिडेन्टमा पनि यसलाई जोड्न सकिन्छ। त्यस्तै नजिरको प्रयोग निरपेक्ष रूपमा हुन सक्दैन। विधिकर्ताको इच्छा सर्वोपरि हुन्छ। अदालतले कायमी कानुनको व्याख्यासम्म गर्ने हो
तर कानुन नै संशोधन भएको स्थितिमा नजिरले आफ्नो मान्यता समाप्त गर्छ। अब यसलाई के सँग सम्बन्धित बुझ्न सकिन्छ भने यदि कुनै न्यायाधीशले निर्णय गर्यो जसमा नयाँ सिद्धान्तहरू स्थापित भयो, अब त्यो सिद्धान्तलाई नै नजिर भनियो। अब त्यही सिद्धान्तको आधारमा पछि कानुन नै संशोधन भयो भने अब यो चाहिने पहिलाको सिद्धान्त नजिरले त आफ्नो चाहिने मान्यता समाप्त गर्छ, किनभने अब नयाँ कानुन नै बनिसक्यो भने त्यो नजिरलाई किन मान्य रहिराख्नु भनेर बुझ्नुपर्छ। त्यस्तै अब कानुनकै व्याख्याको क्रममा विधिकर्ताको मनसाय प्रतिकूल नहुने गरी चाहिँ नजिर बन्ने हुन्। कानुनले प्रष्ट तथा दुविधारहित प्रबन्ध गरेको ठाउँमा व्याख्याको गुन्जाइस रहँदैन। बृहत् न्यायको प्रयोजनको लागि कानुनसँग नबाजिने गरी तथा थप प्रष्टताका लागि गरिने व्याख्या नै न्यायाधीश निर्मित कानुन अर्थात् नजिर हुन् भनेर हामीले बुझ्न सक्छौँ। अब नजिरकै सिद्धान्त अन्तर्गत के व्यवस्था छ भने सर्वोच्च अदालतबाट भएको व्याख्याको परिपालना सबैबाट हुनुपर्छ। संविधानको धारा 116 को उपधारा 1 मा मुद्दा मामिलामा अदालतले दिएको आदेश वा निर्णयको पालना सबैले गर्नुपर्छ भन्ने उल्लेख गरिएको छ। र त्यही धाराको उपधारा 2 मा मुद्दा मामिलाको रोमा सर्वोच्च अदालतले गरेको कानुनको व्याख्या र प्रतिपादन गरेको कानुनी सिद्धान्त नेपाल सरकार तथा सबै वडा अदालतहरूले मान्नुपर्ने संवैधानिक व्यवस्था गरेको देख्न सक्छौँ हामीले। अब त्यस्तै अर्को नजिरको औचित्यता भनिराख्दा ऱ्यासनल अफ द प्रेसिडेन्ट भनिराख्दा नजिर यसकारण मानिन्छ कि यसमा प्रमुख तथा आधिकारिक प्रथाहरू प्रमाणको रूपमा विद्यमान रहन्छन् जसले कमन लको चाहिँ सिर्जना गरेको हुन्छ। यसले कानुनका विशेषज्ञलाई पुराना निर्णयहरूबाट विवेकयुक्त निष्कर्ष निकालेर कानुनको विकास गर्नमा चाहिँ सहयोग पुर्याउँछ। यसले आफ्ना पूर्वजहरूका विचारलाई मान्यता र सम्मान दिने परम्परालाई चाहिँ कायम राख्दछ। अब नजिर तर्कभन्दा चाहिँ व्यवहारिक अनुभवमा आधारित हुन्छ र कानुनभन्दा नजिर लोचेदार हुन्छ, परिवर्तन गर्न सकिन्छ भने पनि यसको औचित्यता हो। त्यस्तै नजिरले सुविधा प्रदान गर्दछ किनकि उस्तै मुद्दामा भएको नजिर लागू गर्दा समय र मेहनतको चाहिँ बचत हुन्छ। त्यस्तै पहिले भएका नजिरलाई सजिलै स्वीकार गर्न सकिन्छ। यसले कुनै न्यायाधीशबाट हुन सक्ने व्याख्याको त्रुटिलाई बचाउँछ। अब यदि कुनै मुद्दा पहिले नै त्यस्तो विषयवस्तुमा निर्णय भइसकेको छ भने अगाडि आएको मुद्दामा पहिलाकै निर्णयलाई चाहिँ सजिलै अँगालेर चाहिँ फेरि निर्णय गर्न सकिन्छ, जसले चाहिँ न्यायाधीशहरूलाई त्रुटि हुनबाट बचाउँछ। अब यसले कुनै न्यायाधीशबाट हुन सक्ने पक्षपात या पूर्वाग्रहबाट बचाउँछ, किनकि भइराखेको निर्णय त मान्दिनँ भन्न पाइँदैन, किनकि पहिला नै त्यस्तो निर्णय भइसकेको छ र त्यस्तै मुद्दा पछि आयो भने म फरक निर्णय गर्छु, म फरक व्याख्या गर्छु भन्न त पाइएन नि। त्यस्तै यसले कानुनलाई चाहिँ निश्चित र समयानुकूल पनि बनाउँछ। त्यस्तै हामीले बुझ्नुपर्ने र चर्चा गर्नुपर्ने कार्यविधि कानुनको अर्को महत्त्वपूर्ण सिद्धान्त भनेको प्राङ्न्यायको सिद्धान्त हो, जसलाई अङ्ग्रेजीमा रेस जुडिकाटा पनि भन्ने गरिन्छ। अब अङ्ग्रेजी शब्द रेस जुडिकाटा ल्याटिन शब्दबाट आएको हो। यसको अर्थ चाहिँ थिङ्स अलरेडी डिसाइडेड भन्ने हुन्छ। अब अदालतमा एकपटक मुद्दा परि फैसला भइसकेपछि सोही विषयमा अदालतमा पुनः मुद्दा दायर गर्न सकिँदैन भन्ने चाहिँ सिद्धान्त नै प्राङ्न्यायको सिद्धान्त हो। यो सिद्धान्तलाई सबै कानुनले लगभग चाहिँ स्वीकार गरेको हामीले पाउन सक्छौँ। अब प्राङ्न्यायको सिद्धान्त चाहिँ कार्यविधि कानुनको महत्त्वपूर्ण सिद्धान्तहरूमध्येको एक अति नै महत्त्वपूर्ण सिद्धान्त हो। यदि अधिकार प्राप्त अदालतबाट चाहिँ प्रक्रियाहरू पुरा गरेर एकपटक निर्णय भइसकेको छ भने पटक पटक त्यो मुद्दामा लाग्न सकिँदैन र लगाउनु पनि हुँदैन भन्ने चाहिँ मान्यता यो सिद्धान्तको रहेको छ। अब प्राङ्न्याय भनेकै चाहिँ एउटा विषयमा एउटै पक्षसँग पटक पटकभन्दा बढी मुद्दा गर्नबाट रोक्नु हो यसको उद्देश्य चाहिँ। अब यस सिद्धान्त अनुसार समुचित रूपमा चाहिँ स्वीकार गर्नुपर्दछ निर्णयलाई भन्ने बुझिन्छ। अन्यथा एउटै व्यक्तिसँग एउटै विषय तथा वारदातमा
अनन्तकालसम्म मुद्दा लडिरहने हुन्छ। त्यसकारण यो कार्यालय रोकी सो विवादको अन्त्य गराउनु भनेर मुख्य उद्देश्य चाहिँ नै प्राङ न्यायको सिद्धान्तको रहेको छ। तसर्थ एउटै मुद्दामा कोही कसैलाई पनि एकपटकभन्दा बढी कारबाही प्रक्रिया अघि बढाउन र कारबाही गर्नु हुँदैन भन्ने कानुनको सर्वमान्य सिद्धान्त नै प्राङ न्यायको सिद्धान्त हो। अब यो प्राङ न्यायको सिद्धान्त र दोहोरो खतराको सिद्धान्त डबल जियोपार्डी बिच चाहिँ नि कन्फ्युज हुन सकिन्छ। अब प्राङ न्यायको सिद्धान्त भनेको तपाईँको सिभिल केसहरूमा र क्रिमिनल केसहरूमा पनि लागू हुन्छ भने डबल जियोपार्डी वा खतराको सिद्धान्त भन्ने तपाईँको मात्र क्रिमिनल केसेसहरूमा लागू हुन्छ भनेर बुझ्नुपर्छ। अब यहाँ प्राङ न्यायको सिद्धान्तसँग सम्बन्धित एउटा नजिर रहेको छ भद्री डागी विरुद्ध रोल्पा जिल्ला अदालत लिवाङ समेत। यो मुद्दामा चाहिँ नि प्राङ न्यायको तत्त्व के हुन्छ भनेर उल्लेख गरिएको छ। एक, पहिलेको मुद्दाको पक्ष र पछिको मुद्दाको पक्ष चाहिँ नि एउटै हुनुपर्ने, विषयवस्तु चाहिँ नि समान हुनुपर्ने र मुद्दा गर्नुपर्ने कारण समेत उही हुनुपर्ने भनेर चाहिँ नि यहाँ प्राङ न्यायको तत्त्व उल्लेख गरिएको छ यो मुद्दामा। अब प्राङ न्याय चाहिँ नै हुन आवश्यक तत्त्वहरू के कस्ता हुन्छन् भन्ने विषयमा जानौँ। एक, अघिल्लो फैसला वा निर्णय सक्षम क्षेत्राधिकार भएको अदालतबाट भएको हुनुपर्दछ है त। अर्को, पछिल्लो मुद्दा पहिलो मुद्दामा पक्ष हुनेकै बिचमा या ती पहिला मुद्दाका पक्षबाट हक प्राप्त गर्ने कानुनी अधिकारका बिच हुनुपर्दछ। पहिले मुद्दामा निर्णय भएको विषयवस्तु र अहिलेको मुद्दाको विषयवस्तु प्रत्यक्ष र सारत एकै हुनुपर्दछ। अर्को, मुद्दाका पक्षहरूले पहिलो मुद्दामा जुन पद, हैसियत र स्थितिबाट मुद्दा लडेका हुन् सोही पद, हैसियतका स्थितिबाटै हालको मुद्दा चाहिँ नै गरेको हुनुपर्दछ। मुद्दाका पक्ष, विषयवस्तु एकै भएर मात्र पनि हुँदैन। अब अघिल्लो चाहिँ नै मुद्दा साँच्चीकै सुनवाई भएर निर्णय भएको हो भन्ने पनि देखिनुपर्छ। यदि पहिलेको मुद्दा चाहिँ नि त्रुटिपूर्ण भएको छ भने त्यस्तो मुद्दा फेरि चल्न सक्छ भन्ने हामीले बुझ्नुपर्छ। अब प्राङ न्याय कस्तो अवस्थामा चाहिँ नै हुँदैन भने अघि नै भने अघिल्लो मुद्दा धोखाधडीबाट भएको खण्डमा प्राङ न्यायको सिद्धान्त लागू हुँदैन र त्यो मुद्दा फेरि पनि लाग्न सक्छ र कारबाही सुरु हुन सक्छ। र अघिल्लो मुद्दा वास्तविक नभई काल्पनिक भएको खण्डमा फेरि चाहिँ त्यो मुद्दा लाग्न सक्छ र कारबाही सुरु हुन सक्छ। अब अघिल्लो मुद्दा अधिकार क्षेत्रविहीन निकायबाट चाहिँ निर्णय भएको भए यो पनि यस्तो अवस्था हो जसले चाहिँ नि प्राङ न्यायको सिद्धान्तलाई समाप्त पार्छ। मुद्दामा निर्णय गर्नुपर्ने विषयवस्तुमा वास्तविक निर्णय नै नभएको, यदि कुनै मुद्दा आयो त्यसमा निर्णय गर्नुपर्ने विषयवस्तु अर्कै हो र अर्कै विषयवस्तुमा निर्णय गरियो भने त्यस्तो खण्डमा पनि चाहिँ नि प्राङ न्यायको सिद्धान्त अमान्य हुन्छ र फेरि मुद्दा दायर हुन्छ र सुरु हुन्छ र कारबाही फेरि हुनु। त्यस्तै प्राङ न्यायको सिद्धान्त प्रयोग हुन दुवै मुद्दाको स्थिति या अवस्था उस्तै या स्थिर हुनुपर्छ, बदलिएको हुनु हुँदैन। अतः स्थिति सिचुएसन चाहिँ नै बदलिएको छ भने अर्को मुद्दा लाग्न सक्दछ। पहिलो निर्णय पश्चात निर्णय गर्नुपर्ने प्रश्नहरू पहिचान नै बदल्ने हिसाबबाट कानुनमा परिवर्तन भएको छ भने पहिलो निर्णय चाहिँ नै प्राङ न्याय हुन सक्दैन भनेर पनि बुझ्न सकिन्छ। तसर्थ प्राङ न्यायको मूलमा मर्म भनेकै एकपटक अदालतबाट अस्वीकृत भइसकेको तथ्य माग अर्को मुद्दाको जरियाबाट पुनर्स्थापित हुन सक्दैन। एउटै प्रश्नले अदालतमा पटक पटक प्रवेश गर्न पाउँदैन। मुद्दाको नाम र आवरण फेरिएर प्रस्तुत भए पनि कानुनी प्रश्न पहिलेको मुद्दाबाट निरूपण भइसकेको पाइए पछिल्लो विवादमा चाहिँ अदालत प्रवेश गर्दैन भन्ने मान्यता प्राङ न्यायको सिद्धान्तको रहेको छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यस्तै हामीले चर्चा गर्नुपर्ने र बुझ्नुपर्ने कार्यविधि कानुनको सिद्धान्त अन्तर्गतको अर्को महत्त्वपूर्ण सिद्धान्त भनेको हकदैयाको सिद्धान्त हो, जसलाई अङ्ग्रेजीमा प्रिन्सिपल अफ लोकस स्ट्यान्डी पनि भन्ने गरिन्छ। अब हकदैयाको सिद्धान्त भनेको जसको चाहिँ नि हक अधिकार हनन भएको छ त्यही व्यक्ति चाहिँ नि अदालत समक्ष मुद्दा मामिला गर्न पाउँछ भन्ने अधिकार चाहिँ नि हकदैयाको सिद्धान्त हो। अब मुद्दा मामिलामा चाहिँ नि अदालत समक्ष लिएर जान पाउने पीडितको पक्ष अधिकारलाई चाहिँ नि हकदैया भनिन्छ।
अब हकदैया भनेको संविधान वा कानुनद्वारा प्रदत्त हकमा आघात परेमा कुनै विषयमा अदालतमा उपस्थित भई सो हक अधिकार प्रचलन गराउन नालिस उजुर प्रतिवाद वा खण्डन गर्न चाहिने सक्षम अधिकारको रूपमा चाहिने हकदैयाको अधिकार या सिद्धान्त हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ। अब हकदैया चाहिँ नभएको व्यक्तिले मुद्दा मामिला गरेमा स्वतः खारेज हुन्छ। जसलाई चाहिँ मर्का परेको छ सोही व्यक्तिले चाहिँ आफू उप भएको गैर कानुनी कार्यको उपचार खोज्नुपर्छ भन्ने मान्यता हकदैयाको सिद्धान्तको रहेको छ। अब हकदैया नपुगेको फिराद वा निवेदन चाहिँ प्रथम दृष्टिमै खारेज हुन्छ, जुन चाहिँ हामीले यहाँ बुझिसकेका छौँ। अब पीडित व्यक्ति चाहिँ भिक्टिमको छ। अब कानुनद्वारा चाहिँ संरक्षित हक वा हितमा आघात पर्ने व्यक्ति कानुनको नजरमा चाहिँ पीडित व्यक्ति मानिन्छ र पीडित व्यक्ति दुई किसिमका हुन सक्छन्। यहाँ एउटा त कानुनी हक वा हितमा नै असर पर्ने व्यक्ति, अर्को चाहिँ अप्रत्यक्ष रूपमा चाहिँ असर पर्ने व्यक्ति। अब यो प्रत्यक्ष रूपमा असर पर्ने व्यक्तिले पनि मुद्दा मामिला गर्न पाइयो र अप्रत्यक्ष रूपमा चाहिँ असर पर्ने व्यक्तिले पनि मुद्दा मामिला गर्न पाइयो भन्ने मान्यता चाहिँ हकदैयाको सिद्धान्तको हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। अब त्यस्तै हकदैया पुग्छ पुग्दैन भन्ने कुराको जाँच गर्ने चाहिँ केही यहाँ जाँच गर्ने चाहिँ माध्यमहरू छन्, आधारहरू छन्। अब हकदैया नभएको व्यक्तिले ल्याएको जुरी सर्वप्रथम दर्ता नै हुँदैन, तर कतिपय अवस्थामा मुद्दा दर्ताको क्रममा गरिएको छानबिनमा हकदैया छ वा छैन भन्ने कुरा यकिन गर्न कठिन हुन्छ। मुद्दा दायर भइसकेपछि प्रतिपक्षको प्रतिवाद जिकिरबाट हकदैया नभएको कुरा आयो भने त्यसमा चाहिँ नालिस खारेज हुन्छ। यस्तो स्थितिबाट चाहिँ बच्नको लागि प्रक्रियागत कानुनमा नालिस गर्ने व्यक्तिले यो यसरी उजुर गर्ने हकदैया छ भनेर चाहिँ मुद्दामै चाहिँ देखाउनु पर्छ। कुनै पनि हामीले मुद्दा लेखिराख्दा वा गरिराख्दा त्यसमै चाहिँ हामीले देखाउनु पर्छ कि हामीलाई चाहिँ अधिकार छ यो मुद्दा गर्ने, हाम्रो हकदैया छ भनेर चाहिँ सुरुमै चाहिँ देखाउनु पर्छ हामीले। अब हकदैया चाहिँ जाँच गर्नको लागि चाहिँ निश्चित आधारहरू चाहिँ विकसित भएका छन् केही। एक, उजुरीकर्ताको चाहिँ कानुनी हक उल्लङ्घन भएको छ कि छैन। जसले चाहिँ उजुर गर्दैछ त्यसको चाहिँ हक अधिकार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आघात भएको वा हनन भएको छ कि छैन पनि हेर्नुपर्छ। अर्को, उजुरीकर्तालाई चाहिँ निजका कानुनी रूपमा मान्ने हितमा प्रत्यक्ष रूपमा आघात परेमा कानुनी गल्ती वा क्षति पुगेको छ कि छैन भन्ने कुरा पनि हेरिन्छ। अब उजुरीकर्ताको आफ्नै अरू मानिससँग चाहिँ मिश्रित गुनासो बाहेक विशेष र सारभूत गुनासो थियो कि थिएन भन्ने कुरा पनि हेरिन्छ र सम्बन्धित कानुन समुदायको नैतिक वा व्यावसायिक आचरणको स्तर निर्धारण गर्ने सामाजिक कल्याण योजना अन्तर्गत हो कि होइन भन्ने कुरा पनि हेरिन्छ। अर्को, सम्बन्धित कानुन खास व्यक्तिको निजी अधिकार व्यवस्थित गर्न बनेको हो कि होइन पनि भनेर हेरिन्छ। अब सार्वजनिक हक हित सम्बन्धी मुद्दामा चाहिँ हकदैयाको महत्त्व र अवस्था के कस्तो हुन्छ भन्ने कुरा बुझौँ। अब सार्वजनिक हक हितको मुद्दालाई हामीले चाहिँ हकदैयाको एउटा एक्सेप्सनको रूपमा पनि लिन सक्छौँ, किनभने हकदैयाको उदार प्रयोग यसमा गरिन्छ। अब सार्वजनिक हक हितका कुरा र व्यक्तिगत हक हितका कुरामा चाहिँ व्यापक अन्तर हुन्छ। व्यक्तिगत हक हितका कुरामा मानिसका निजी हक हित स्वार्थ संरक्षणार्थ सम्बन्धी चाहिँ व्यक्तिले मात्र मुद्दा दायर गर्न सक्दछ र तर सार्वजनिक हक हित र स्वार्थ संरक्षणका निमित्त सो समाजमा बस्ने कसैले पनि चाहिँ मुद्दा दायर गर्न सक्छ। त्यही भएर चाहिँ यो सार्वजनिक हक हितका मुद्दालाई चाहिँ हकदैयाको एउटा एक्सेप्सनको रूपमा पनि हामीले लिन सक्छौँ, किनभने जो पनि गएर चाहिँ मुद्दा गर्न सक्छ, तर अप्रत्यक्ष र प्रत्यक्ष रूपमा चाहिँ असर परेको हुनुपर्छ भन्ने हामीले बुझ्नुपर्छ। अब सार्वजनिक हक हितलाई चाहिँ पब्लिक इन्ट्रेस्ट लिटिगेसन पनि इङ्ग्लिसमा भन्ने गरिन्छ। अब यहाँ एउटा चाहिँ मुद्दा ल्याएको छु सार्वजनिक सरोकारको विषय सम्बन्धी नजिर छ। यहाँ राधेश्याम अधिकारी विरुद्ध मन्त्री परिषदको कार्यालय समेत यो मुद्दामा चाहिँ सर्वोच्च अदालतले सार्वजनिक हक वा सरोकारका विवाद भन्नाले कुनै खास व्यक्ति वा व्यक्तिहरूको हक वा सरोकारमा मात्र सीमित नभएको विवाद नभएर नेपाल अधिराज्यकै सर्वसाधारण जनता वा कुनै
समुदायको सामूहिक हक वा सरकारसँग सम्बन्धित चाहिँ नै भएको विवादको बोध हुन्छ भनेर चाहिँ नै उल्लेख गरेको पाइन्छ। हामीले बुझ्नुपर्ने कार्यविधि कानुनको अर्को महत्त्वपूर्ण सिद्धान्त भनेको अदालतका मित्र, जसलाई अङ्ग्रेजीमा एमिकस क्युरी भन्ने गरिन्छ। अब यो एमिकस क्युरी भन्ने शब्द चाहिँ नै ल्याटिन टर्मबाट आएको शब्द हो, जसको अर्थ चाहिँ नै फ्रेन्ड अफ द कोर्ट हुन्छ। One who assists the court by providing advice on the question of law or fact. Amicus curiae वा फ्रेन्ड अफ द कोर्ट भनेको त्यस्तो व्यक्ति जसले चाहिँ नै अदालतलाई कानुन र तथ्यको प्रश्नमा चाहिँ नै सहयोग पुर्याउँछ, त्यस्तो व्यक्तिलाई चाहिँ नै के भनिन्छ, अदालतका मित्र वा अमिकस क्युरी भन्ने गरिन्छ। अब सार्वजनिक हितका मुद्दामा सहयोग गर्छन् अमिकस क्युरीहरूले। अदालतमा विचाराधीन कतिपय मुद्दाहरू समाज वा समाजका खास वर्गसँग सम्बन्धित हुने हुँदा तिनमा निष्पक्ष र विस्तृत दृष्टिकोण चाहिँ नै अदालतका मित्रहरूले चाहिँ नै प्रदान गर्छन्, जसले चाहिँ नै मुद्दा मामिलामा सहयोग पुग्छ। अब अदालतलाई तथ्य र कानुनी जानकारी उपलब्ध गराउने एमिकस क्युरीले पक्षकारको नाताले नभई अदालतलाई आवश्यक तथ्य, कानुनका धारणा वा दृष्टिकोणहरू जानकारी गराएर चाहिँ नै निर्णयमा सहयोग पुर्याउँछ। अर्को, सार्वजनिक कल्याणका पक्षमा प्रभाव। यस्ता मित्रहरूले सार्वजनिक जीवनमा असर पार्ने मुद्दामा अदालतलाई चाहिँ नै सही निर्णय गर्न प्रेरित गर्छन्, जसमा समाजसेवी संस्था वा विशेषज्ञहरू सक्रिय हुन्छ। र अर्को चाहिँ नै स्वीकृति आवश्यक। अदालतका मित्र बन्न मुद्दाका पक्षहरूको सहमति र अदालतको स्वीकृति आवश्यक चाहिँ नै हुन्छ। अदालतले चाहिँ नै स्वीकृति दिन वा नदिन स्वतन्त्र छ। अब बहस लिखित वा मौखिक रूपमा चाहिँ नै प्रस्तुत गर्न सकिने एमिकस क्युरीले चाहिँ नै अदालतमा आफ्नो विचार बहस नोट लिखित रूपमा वा मौखिक रूपमा चाहिँ नै वकिलको माध्यमबाट प्रस्तुत गर्न सक्ने चाहिँ नै व्यवस्था छ भन्ने हामीले बुझ्नुपर्छ। अब वकिल बाहेक चाहिँ नै विशेषज्ञहरू पनि चाहिँ नै अदालतका मित्र हुन सक्छन् भन्ने पनि कुरा हामीले यहाँ बुझ्न जरुरी छ।